न पनि लाजको मानु कुरा भन्दाखेरि मन पिर्रो होला कसैको हैन। कोलपुर नगरपालिकालाई गाउँपालिकाले जितिसक्यो हैन। गाउँपालिकामा धेरै विकास भएको छ, गाउँपालिकामा धेरै कामहरू भएको छ, तर कोलपुर नगरपालिकामा 0% काम, कुनै पनि काम भएको छैन। 3.5 वर्ष बितिसक्यो, न बाटो, न नाली, न केही, न कलबट, न बिजुलीको पोल, केही पनि भएको छैन। जनताहरूले शास्ति कति भोगेका छन् भन्ने कुराहरू पनि थाहा छैन। गाउँपालिकाले के हेरिरहेछ खै, ठुलो भित्र आजकल त जाडो पनि छ होला, एसी चलायो, मस्त हिटर, मस्त भित्रै कुर्सी छोड्न मन लाग्दैन होला। जनताहरू शास्ति के छ, कस्तो अवस्था छ, के छ भन्ने कुराहरू पनि थाहा छैन। बेलैमा होस नपुर्याएपछि के हुँदो रहेछ। हामी जनता पनि उस्तै हो, यस्ता मान्छेहरूलाई भोट किन दिनु हैन। पहिला पनि भोग्दै आएको नि त पहिलेबाट, अनि यही मान्छेलाई भोट किन दिनु भन्छु क्या। हामी जनता पनि त्यस्तै हो। र कोलपुर नगरपालिकामा न बाटो छ राम्रो, न कुनै नाली छन्, न कहीँ कलपट परेको छ, न कहीँ त बिचारा लाइनै छैन कुनै ठाउँमा त। कस्तो शास्ति भोग्नु परेको छ। अब विद्यार्थी कसरी जाने, बर्खामा आउन लागिसक्यो, आउने होला अब हैन। कसरी जाने स्कुलमा, स्कुल जाने बाटो घाटा छैन हैन।